बाबु आउन 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 छिटो दाइ यहाँ चियाबारी कहाँ हो त्यो छैन त त्यो सिडी सकिएपछि कहाँ हो र यो रोड छ त रोडबाट अलिकति उता गएर त्यो खुल्दाबाट माथि सिडी चढेर जाने हो चियाबारी राम्रो छ त ल थ्याङ्क यू एउटाले खिच्नु लगाएर ग्रुपको बनाउँ फोटो पनि बाबु कस्तो लागिरहेको एकदम साह्रै ह्यान्डसम देखिया हो त यार के हो यस्तो कलै हो क्या त्यो यार आहा ल बाबु यो ठाउँको नाम के अरे यो ठाउँको नाम घामद्रुक कस्तो लागिरहेको एक्सपेक्टेसन भर्सेस सिरियल सुरु भइसक्यो पज हामी चियाबारी सब घुमेर आइसक्यौँ भरे भ्लगमा देख्नुहुन्छ सबैभन्दा टाढा चियाबारी रहेछ क्या माथि काका गएर के भ्याएर आइसक्यो हेलो गाइज के छ र ठिकै छ कस्तो भइरहेछ घामद्रुक घामद्रुक राम्रो भएको छ रमाइलो भएको छ बिहानको इन्जोय गर्दैछौँ हिमाल कतिको देखे आज बिहान हिमाल देख्न पाइएन के गर्ने बादलले छेकिदिइहाल्यो ए घामद्रुक आएको ओर्थ छ एकदम रमाइलो त भएको छ त्यही अलि हिमाल हेर्न पाइएन त्यही हो ए हस् त धन्यवाद एक्सक्युज मी घामद्रुकमा आज हामी बिहान पुरा मर्निङ वाकको रूपमा यो घामद्रुक चाहिँ हिँड्नु पर्ने ठाउँ देख्नु पर्ने ठाउँ सब पुगिसक्यौँ यहाँ त हामी 10 मिनटभन्दा धेरै हिँड्नु पाएका छैनौँ साथी हो तर हामीले सब गाउँ भ्यायौँ है मेरो साथी छ यहाँ तेरो नाम के अरे बाबु मेरो नाम रणदीप लामिछाने ऊ चाहिँ मेरो जिग्री हो है म सँगसँगै हिँड्ने बाबु तिमीलाई कस्तो लागिरह मलाई वर्थ इट चाहिँ लागेन के लागेन वर्थ लागेन किन यहाँबाट एक्सपेक्टेसनवाला भ्यू चाहिँ छैन छैन है अनि तिमीलाई अरू तिम्रो साथीहरू घुम्न आउने साथीहरूलाई के भन्छ बाबु यता हेर त रिकमेन्डेड एकचोटि चाहिँ आउनु पर्यो एकचोटि चाहिँ आउने है आज हाम्रो दौड कस्तो भइरहेछ बाबु दौड एकदम मेरो फेला परेछ है पुरै दौडिन परे हामी उकालै मात्र चढ्छौँ आज होइन छिटो खत्रै दौडिन थालो अहिले त सकिएको थिएन पुरा धपाक भएको थियो बाबु अहिले त यति मजाले दौड्यो नि हामीले भेटिन्न है यहाँ हामी अब मन्दिरमा पुग्छौँ भेटी चढाउँछौँ आज सुख अनि बाबु अब आज पुरै बिर्सिएको छु कि हिजो पुरा हिमाल ठाउँ त यहीँ नजिकै रहेछ हिमाल यहाँको तपाईँको एक्सपिरियन्स के छ त मलाई त साह्रै आनन्द
यति धेरै आनन्द त मलाई यो नेपालको प्राय धेरै ठाउँ घुमिसकेँ त्यति धेरै आनन्द काहीँ लागेको छैन तर भने जस्तो हिमाल देख्न पाएन यहाँ यति धेरै इनर्जी आएको छ कि जति दौडो त्यति दौडिरहनु जस्तो लाग्छ है जति हिँडो त्यति आहा यहाँका मान्छेहरू यहाँको चालचलन आहा साह्रै तपाईँ यो भिडियोको थ्रुबाट अनि अब मेसेज दिनु पऱ्यो घान्द्रुकको बारेमा एउटा वर्ड के दिनुहुन्छ साथीहरू घान्द्रुक एकचोटि आउनै पर्ने ठाउँ रहेछ यति राम्रो छ बाटो त्यस्तो अप्ठ्यारो छैन मान्छेले घान्द्रुक जान चाहिँ बाटो अप्ठ्यारो छ पुरा कच्ची छ भन्छन् तर बिचबिचमा ढलान भइसकेको छ ठाउँ छ अलिअलि कच्ची भन्ने कुरो फरक कुरा हो बाटो एकदम दामी साथीहरू आएर एकचोटि धुनु घान्द्रुक एट वान वर्ड घान्द्रुक एट वान वर्ड घान्द्रुकमा चाहिँ यस्तो यहाँ आइसकेपछि यहाँको त्यो मतलब वातावरण चाहिँ फरक रहेछ कि पुरै टोटल्ली बिर्सिदिने कि आनन्द रिल्याक्स लिने होइन त्यत्रो महँगो पनि रहन्छ सामान्य ठिकै हो होइन र घान्द्रुकलाई चाहिँ म एक शब्दमा भन्नुपर्दा चाहिँ यहाँ आइसकेपछि तपाईँको सबै पीडाहरू पुरै भुलिनेछन् दामी छ ल ठाउँ दामी छ थ्याङ्क यू अहिलेसम्म बेला हुन्न गीत गाऊ बाबु एउटा बाबु तिम्रो के छ तिमीलाई कला के देखाउनु मन लाग्छ एउटा कला देखाऊ मसँग केही कलै छैन होइन एउटा केही न केही तिमीसँग ल कसरी क्यारिकेचर गर्छौ कि गीत गाउँछौ एउटा क्यारिकेचर नि गर्दिनँ ल एउटा गीत गाऊ कुन गीत गाउनु त जुन गाउनुहुन्छ तिम्रो जुन इन्ट्रेस्ट लाग्छ त्यही गाऊ अहिले सोचेर गाउँ छिटो अहिले गाइहाल्ने छिटो जे आएको छ फ्याट्टै के सुनसान रातमा यो मेरो आत्मा जसक्क भिजेको मायालु तिमीलाई नै देख्दा मरुदा रुदै सिरानी भिजेको वाउ के धार माथि उदालो मिल्छ खै म चियाबारी म त्यस्तो थाहा छैन म त बाहिर मान्छे हजुर घर चाहिँ कहाँ हो यता कता भन्छु त्यहाँ यता एउटा ग्रुम गेस्ट हाउस छ त्यहाँ गएको हजुरलाई थाहा छैन थ्याङ्क यू हजुर यो होटल कस्तो छ त र कति राम्रो गीत बजाएर काम गर्नु भयो घान्द्रुकको काम गर्दा कस्तो आनन्द लागिरह एकदम हो हजुरको घर यहीँ हो हाम्रो पश्चिम कुन ठाउँ हजुर हजुर पश्चिम कुन ठाउँ हो रोल्पा हजुरको भिडियो मेरो युट्युबमा बस्छ है ल कति आनन्द लागिरहेको अब यहीँबाट दौडेर यहीँ बाटो चाहिँ यहाँ कति राम्रो रहेछ लासो भ्याफल्ला यति मजा लागेछ अब त हिँड्न पनि सकिन्न होला बाबु दौड बाबु कस्तो लागिरह दौडिन सक्यो यहाँ त इनर्जी आउँछ नि त खोइ त हजुर कहाँबाट
कताबाट इंडिया फ्रॉम इन्डिया इंडिया हाँ टक कैसा आपको नेपाल कैसा लग रहा है? बहुत अच्छा था आप कब आए नेपाल? 3 डेज 3-4 दिन का कहाँ घूमे आप? पोखरा और यहाँ पर बस शॉर्ट ट्रिप आप गांधीरुक आए, गांधीरुक आने का आपको वर्थ लगा नहीं लगा? हाँ हाँ डेफिनेटली Worth डेफिनेटली हाँ तो अब कब आ परिचय रहे हैं परिचय नेपाल? हजुरको नाम वापस। नाम अनुज अनुज के कुमार कुमार हाँ हामीले हिजो कुमारसँग टक गरेको थियौँ अच्छा आप लोग नाम- हुजूर क्यों बोलते हो हजुर हुजूर को है ना महेश मीन्स क्या है यू आप यू बोल रहे हैं। आप अच्छा ओ हमारे इधर हुजूर का मतलब कुछ और होता है वही होता है हुजूर जी हुजूर जी हुजूर अच्छा ओके ओके थ्याङ्क यू थैंक यू फॉर आपका नाम क्या हुआ महेश घिमिरे महेश घिमिरे महेश घिमिरे महेश महेश माय नेम इज रणदीप लामिछाने रणदीप या रणदीप अब चाहिँ आज पुरै यो अच्छा अच्छा मर्निङमा हम मॉर्निंग में एक गांधीरुक जो है ना सब ट्रेक करने के सोच रहे हैं तो हम बस दौड़ता ही जा रहे हैं। कहाँ से हो हम चितवन नेपाल सौरा पता है आपको? शोभरा हाँ नाम सुना है? नहीं पता चितवन नेशनल पार्क नहीं सुना हाँ आपने? चितवन सुना है चितवन हाँ वन ऑन राइनो जो होता है ना हाँ वो चितवन नेशनल पार्क में सबसे ज्यादा है। अगर यहाँ बसेको आपको खर्च- टाइम खर्च- मिला तो आना चितवन हाँ बहुत बढ़िया है सौरा। अच्छा चितवन भी ट्राई कर सकते सब बताओ वीडियो यो युट्युबमा जान्छ YouTube में डालोगे? YouTube पे। वेरी गुड बहुत अच्छा था सबको आना चाहिए गांधीरुक ओन्ली वान शब्द ओन्ली वान मिनिङ आप अमेजिंग गांधीरुक को एक वर्ड में डिस्क्राइब करो ना। अमेजिंग Amazing. ब्यूटीफुल ब्यूटीफुल ब्युटिफुल थ्याङ्क यू ल अब हामी अब दौडिन्छौँ ल We'll run. थैंक यू सर Thank you for your time. Have a good day. ए ढुङ्गा बन्नी है। के दामी घर बनिरहेको छ ओहो आहा ढुङ्गा कुद्ने ठाउँ हो यो लोकल हजुर है। बा नमस्कार हजुर ढुङ्गा कुदिरहनु भएको छ नि है यो ठाउँको नाम के बा यसको लभली गान्तोक लभली डाँडा हजुरको घर कहाँ बा मेरो कास्की सल्यान कास्की सल्यान यो ढुङ्गा कुद्न हजुरले कति साल भयो ढुङ्गा कुद्न थाल्नु भएको यो त हाल्नु धेरै साल भयो रुगा कुरेको त हजुर कति राम्रो ढुङ्गा है आहा हजुर कहाँ पर्यो मेरो ओखलढुङ्गा मेरो नाम चाहिँ महेश घिमिरे हामी चाहिँ आज यहाँ घुम्न लाग्छौँ ढुङ्गाहरू अनि ढुङ्गा यो मतलब तपाईँहरूले कसरी कुद्नुहुन्छ दिन आफ्नै होटल हो आफ्नै यहाँ साउको हो साउको हो अनि तपाईँहरूलाई कसरी यो ढुङ्गा कुदेको चाहिँ कसरी के हो एक पिसको तपाईँको 100 रुपियाँ एक पिसकै 100 रुपियाँ 100 रुपियाँ अनि दिनमा कतिवटा पिस बनाउनुहुन्छ त्यही हो अब 20-22 वटा 20-22 वटा मात्रै यस्तो मिहिनेत छ सानो छ ओहो ल क्या लुक छ है आहा हजुरको परिचय दिइसो त मेरो जुन बहादुर पिको जुन बहादुर बिका ओहो वाह के नामै कति खतरा छ हजुरको नाम भनिस् त हजुर धनबहादुर ल बुवा थ्याङ्क यू यहाँ यति मजा छ हिमाल पनि कहाँ दामी घान्द्रुकमा पनि यस्तो हिलो नि छ है यो सायद घान्द्रुकमा हामी जति आएर घुम्ने चाहिँ कमै हुन्छन् होला है पुरा हामी चाहिँ यति धेरै दौडिसक्यौँ है यति धेरै दौडिसक्यौँ अङ्कल एक्सक्युज मी हजुरको घर कता कहाँबाट आउनुभएको हजुर काठमाडौँ घरै काठमाडौँ हो घान्द्रुकमा कस्तो लागिरहेको छ एक शब्दमा भन्दैन होइन हामी त्यस्तो पिकनिक दिन आउँदैन त्यस्तो विज्ञापन दिन भन्नु अरे मान्छेलाई मकैबारी
दाइ हजुर झर्न सकिन्छ सकिन्छ किन नसक्ने हो र आमालाई सोध्दा कहाँनिर रहेछ चियाबारी बाबु हजुर चियाबारी कहाँनिर रहेछ सोध त ए जाँदै गरौँ उयो पुग्छ न के फर्किँदा हेलो आमा बोला मजाले बाबु बोला न चियाबारी कहाँ हुन्न सिधै हो के नदौडी बाबु सोध त अगाडि गरेर चाहिँ चियाबारीको टाढाबाट दौड्दैन दौड भाइ एक्सक्युज मी अङ्कल चियाबारी माथि हो कति टाइम लाग्छ लाग्छ चियाबारी त हामी जान पाएनौँ है जान सकेनौँ ऊ त्यो झन्डा भएको ठाउँतिर हो झन्डा भएकोतिर हो हजुरहरू पुग्नु भएन हामी दौड्यौँ दौडी केटो दौडी